सो फाइनल्ली आइपिएल चाहिँ खत्तम भइसकेको छ र आइपिएलको यो सालको ट्रफी चाहिँ लगेको छ आरसिबीले। ब्याक टु ब्याक ट्रफी चाहिँ लानमा चाहिँ सफल भएको छ। 2025को सिजनमा पनि आरसिबीले नै लगेको थियो ट्रफी र 2026मा पनि आरसिबीले नै लगेको छ। रजत पाटीदारको कप्तानीमा आरसिबीले एकदमै राम्रो गरिरहेको थियो, राम्रो खेल्यो र ट्रफी पनि आफ्नो नाममा पार्यो। 2025को फाइनल हेर्न त एकदमै मजा पनि थियो, किनकि 190को टार्गेट दिएको थियो जब पहिला आरसिबीले ब्याटिङ गर्ने क्रममा, र पछि पन्जाब आउने बेलामा नि टार्गेट चेजको लागि एकदमै फाइट गरेको एकदमै राम्रो भयो। तर हिजोको म्याच चाहिँ सजिलै चेज गर्यो आरसिबीले टार्गेट, र गुजरात टाइटन्सको ब्याटिङ लाइनअपलाई पनि मजाले ध्वस्त पारिदियो आरसिबीको बलिङ लाइनअपले। र हिजो सजिलै चाहिँ आरसिबीले चाहिँ म्याच चाहिँ जित्यो र फाइनल जस्तो त्यो ठुलो प्रेसरको म्याचलाई चाहिँ आफ्नो हातमा पारेर चाहिँ ट्रफी चाहिँ आफूले लयो। तर यहाँ चाहिँ सोच्नुपर्ने कुरा के छ भने वैभव सूर्यवंशी जो चाहिँ एकदमै स्पेसल्ली ट्रिट गरिएको थियो हिजो जय शाहसँग, यानि कि आइसिसीको चेयरम्यान हो, बिसिसिआईको पनि चेयरम्यान हो, त्योसँग चाहिँ बसिरहेको थियो एउटा 15 सालको बच्चा जो चाहिँ आइसिसीको चेयरम्यानसँग बसिरहेको थियो। र भलै आरसिबीले ट्रफी जितेको होस्, तर धेरै जसो ट्रफीहरू त कस्तो जितेको थियो वैभव सूर्यवंशीले। आरसिबीले सिर्फ त्यो कप मात्र जित्यो, नत्र अरू सब त्यो टाटा सियाराको कार पनि जित्यो, त्यो वाला ट्रफी पनि वैभव सूर्यवंशीले लयो। ओरेन्ज क्याप लयो र सुपर स्ट्राइकरको पनि लयो, एकदमै धेरै रन बनाउनेको पनि लयो एउटै सिजनमा चाहिँ। धेरै ट्रफीहरू चाहिँ वैभव सूर्यवंशीले नै लयो र आरसिबीले लगेको भन्ने चाहिँ त्यही कप नै हो। आरसिबीको प्लेयरहरूले त्यस्तो लगेनन् होला सायद, बलिङको धेरै विकेट लाने लगेको भए मात्र भुवनेश्वरले चाहिँ लिएको थियो धेरै विकेट चाहिँ यो सालमा चाहिँ हेर्ने भने बलिङको तर्फबाट चाहिँ। तर सिराज पनि टपमै थियो, आई थिङ्क कगिसोराबाट पनि टपमै थियो, मलाई थाहा भएन। जेसन होल्डर पनि टपमै थियो जस्तो लागिरहेको थियो। जेसन होल्डरले पनि धेरै नै विकेटहरू लिएको थियो, तर को कतिमा थियो त्यो त थाहा भएन। र हिजोबाट चाहिँ आइपिएल चाहिँ खत्तम भएको छ र आजबाट चाहिँ अब कुनै पनि म्याचहरू हेर्नको लागि चाहिँ छैन। तो अब चाहिँ पढाइमा फोकस गर्नुपर्छ। पढाइमा फोकसै भएको थिएन नि हो आइपिएल चलेको कारणले त भन्ने हो क्या। ठिकै छ, आइपिएल सकिएको छ। आइपिएल सकिए पनि अरू क्रिकेट म्याचहरू त चलिरहेका छन्, अरू देख्न पाइन्छ। अहिले पाकिस्तान र अस्ट्रेलियाको बिचको ओडिआई सिरिज पनि चलिरहेछ सायद। नेपाल र चाइनाको बिचको पनि हिजोको म्याचको पनि कुरा गर्ने हो भने बवाल म्याच चाहिँ गयो। हिजो चाहिँ नेपालले बनाएको थियो 213 रन र अघिल्लोचोटि सबभन्दा धेरै रन बनाएको थियो नेपालले 214 रन। त्यो रेकर्ड चाहिँ टोड्न सकेन र धेरै रन टी20मा बनाउने रेकर्ड त जिम्बाब्वेको पास छ, 344 रन बनाएको छ। त्यो रेकर्ड तोड्न त गाह्रै थियो र आफ्नै रेकर्ड पनि तोड्न सकेन, तर होप फेरि तोड्नेछ। चाइनासँग छ, अरू कन्ट्रीहरूसँग पनि छ, सायद जापानहरूसँग छ, कुन कन्ट्रीहरूसँग छ, तर म्याच चाहिँ छ है, म्याच हेर्न छोडिँदैन।